एभ्रिवन आज हामी इक्जाममा 4 मार्कमा सोधि राख्ने क्वेसन हामीले गर्छौँ ठीक छ, जुन कि डिफरेन्स बिट्विन के हो त नन साइक्लिक एन्ड साइक्लिक फोटोफस्फोरिलेसन। अब सबभन्दा पहिलो पोइन्ट योमा के हुन्छ, इफ तिमीहरूले यो भिडियो जुन हेरेको छैनौ नि नन साइक्लिक र साइक्लिकको भने त्यो बुझ, किनभने त्यो बुझ्दैनौ भने यो बुझ्नै सक्दैन। मैले प्लेलिस्ट बनाइदिइसकेको छु अनि आई बटनमा पनि लिङ्क हालिहाल्छु, त्यहाँबाट गएर अनि हेरिहाल। यसमा हामीले मैले के बुझाएको छु त्यो भिडियोमा भन्दाखेरि चाहिँ लाइट रिएक्सन र त्यसैमा नन साइक्लिक साइक्लिक एकदमै डिपली बुझाएको छु ठीक छ। अब यसमा सबभन्दा पहिला अब हामीले यो सुरु गरौँ। अब यसमा सबभन्दा पहिलो पोइन्ट के हुन्छ त फोटोलाइसिस अफ वाटर। हेर नन साइक्लिकमा फोटोलाइसिस अफ वाटर हुन्छ, साइक्लिकमा चाहिँ हुँदैन। किन हुन्छ किन हुँदैन भन्दाखेरि चाहिँ हेर पिएच सेकेन्ड र पिएच फर्स्ट दुवै हुन्छ नन साइक्लिकमा। अनि यो बेला के हुन्छ भन्दाखेरि चाहिँ पिएच सेकेन्डबाट जुन इलेक्ट्रोन इमिट गर्छ नि दुवैबाट गर्छ हुन त, पिएच फर्स्ट र पिएच सेकेन्डबाट ठीक छ। अनि पिएच सेकेन्डबाट जुन इलेक्ट्रोन इमिट गर्छ त्यो गइहाल्छ कहाँ त पिएच फर्स्टमा, किनभने त्यहाँ पनि इलेक्ट्रोनको कमी हुन्छ भने त्यसले फिल गरिहाल्छ। तर पिएच सेकेन्डमा फेरि इलेक्ट्रोन कहाँबाट आउँछ त, त्यही भएर मैले भनिरहेको छु यो बुझ्न सकिँदैन इफ त्यो भिडियो बुझ्दैनौ भने, त्यो गएर बुझेर आऊ अनि त्यसपछि यो बुझ ठीक छ। अनि त्यही भएर त्यहाँ फोटोलाइसिस अफ वाटर हुन्छ भनेको ओइसी भन्ने हुन्छ अक्सिजन इभल्भिङ कम्प्लेक्स, जसले स्प्लिटिङ गराउँछ वाटरलाई र यहाँबाट इलेक्ट्रोन आउँछ र गएर पिएच सेकेन्डलाई चाहिँ फिलअप गर्छ ठीक छ। अनि यो भयो। अर्को भनेको यसमा कुन चाहिँ पाथवे हुन्छ इलेक्ट्रोनको, यसमा नन साइक्लिक हुन्छ यसमा साइक्लिक हुन्छ। किन नन साइक्लिक र साइक्लिक हुन्छ भने पहिला हामीले पहिलाको भिडियोबाट इफ हामीले लिङ्क गर्छौँ भने त्यसमा हामीले के त्यसबाट बुझ्छौँ भन्दाखेरि चाहिँ जुन पिएच सेकेन्डबाट जुन इलेक्ट्रोन इमिट हुन्छ नि, मैले अहिले पनि भने होइन त्यो पिएच फर्स्टमा जान्छ र पिएच फर्स्टको पनि फेरि जान्छ अर्कोतिर ठीक छ। भनेको एउटा नन साइक्लिक नै भइहाल्छ, किनभने साइक्लिक हुनको लागि जहाँबाट चाहिँ इमिट गरे त्यहीँ आएर फेरि बस्नुपर्छ नि, अनि त्यस्तो हुँदैन नन साइक्लिकमा। भने नन साइक्लिक पाथवे हुन्छ इलेक्ट्रोन यसमा, र साइक्लिकमा पिएच फर्स्ट मात्रै प्रेजेन्ट हुन्छ, पिएच सेकेन्ड हुँदैन। अनि त्यही भएर के हुन्छ भन्दाखेरि चाहिँ जुन इलेक्ट्रोन इमिट गर्छ नि त्यही आएर फेरि फिल गरिहाल्छ ठीक छ। फर्स्ट इलेक्ट्रोन डोनर यसमा के हुन्छ त वाटर, किनभने वाटरबाट स्प्लिटिङ हुन्छ अनि इलेक्ट्रोन गएर पिएच सेकेन्डलाई गर्छ ठीक छ। अनि त्यसपछि साइक्लिकमा के हुन्छ यही हो, फोटो सिस्टम फर्स्ट नै हुन्छ अनि यही हो नै हो। लास्ट इलेक्ट्रोन एक्सेप्टर के होता है एनएडीपी हो नन साइक्लिकमा, साइक्लिकमा फोटो सिस्टम फर्स्ट हो ठीक छ। लोकेसन यसको कहाँ होता है नो स्ट्रोमल और इंटीग्रल थाइलाकोइडमा नन साइक्लिकको ठीक छ। साइक्लिकको कहाँ हुने हो त ग्रेनल थाइलाकोइडमा ठीक छ। अनि प्रोडक्ट्स यसको के भन्छ त भन्दाखेरि चाहिँ एटीपी रिड्युस्ड एनएडीपी र O2 भनेको अक्सिजन पनि भन्छ। अक्सिजन कुन बेला भन्छ फोटोलाइसिस अफ वाटर हुने बेला भने यो ग्यास हो अनि डिफ्युज गरिहाल्छ ठीक छ। अनि युजफुल प्रोडक्ट यो त्यही भएर मैले वेस्टफुल र युजफुल मैले लेखेको छु। अनि साइक्लिकमा के भन्छ त एटीपी मात्रै भन्छ ठीक छ। फोटो सिस्टम कुन फर्स्ट चाहिँ इन्भल्भ हुन्छ, नन साइक्लिकमा दुवै हुन्छ, साइक्लिकमा एउटा हुन्छ, यो मैले भनिदिइहालेँ। आजको लागि यति ठीक छ। अरू कुन टपिक तिमीहरूलाई गाह्रो लाग्छ यु क्यान कमेन्ट। अनि अहिलेसम्म च्यानललाई सब्सक्राइब गरेर छैनौ भने सब्सक्राइब गरिहाल। आजको लागि यति, बाइ बाइ एन्ड टेक केयर।